सबै मान्छे गाडेको मान्छेको च्यानहरू हो कोही पनि छैन एक्लै डर पनि लागिरहेछ है यो डाँडामा सुनसान छ हेलो हेलो सबैजना नमस्ते म अहिले ट्याक्क हाइकिङतिर जाँदैछु देख्न सक्नुहुन्छ बाटोको छेउमा यस्तो फुलहरू छ लगभग यहाँ डाँडै छ माथि सबै डाँडामा लगभग अब 1.5 देखि 2 घन्टा हिँड्छु भनेर निस्केको छु भोक लाग्यो जस्तो फिल भयो मलाई म पाङ खान्छु पाङ यो ग्रे कलरको छ हो मिठो हुँदो रहेछ सो स्विट तल अपार देखिरहेछ जङ्गलमा कोही पनि छैन एक्लै हिँडिरहेको छु रोड पनि लागिरहेछ अहिले कोही भेटिन्छ कि भन्ने हिँडिरहेको छैन भने म फर्किन्छु यो बाटो कोही पनि छैन हाइकिङ गर्ने एरिया तर मेन चाहिँ उता ताल छ तालतिर हुनसक्छ मान्छे म कहाँ आइपुगेँ है ल है म माथि यस्तो ठाउँमा आइपुगेँ मान्छे एक्लै बसिरहेको एकजना मान्छे एक्लै बसिरहेको छ एक्लै हुन्छ मान्छेहरू प्राय यता हजाङसी टोयलेट यो माथि बिच जङ्गल माथि यहाँको पब्लिकलाई सहोस् भनेर यसरी बस्ने ठाउँ बस्यो भने आयो भने उन्दुङ गर्ने व्यायाम गर्ने ठाउँहरू यहाँदेखि लाइन लारी मान्छेहरू उन्दुङ गरिरहेको यसरी उन्दुङ गरेर बर्खाउने ठाउँ भेटिनँ त्यसैले ब्यागमा हालेर लान्छु आउनु चाहिँ हुँदैन मार्च भने ब्यागमा हालेर लान्छु ल हेर्नु है यसरी पिङ त्यो सब फेरि सेवा है चिप्लेटी बच्चा लेखेर सरकारले बनाइदिएको यो कस्तो दामी ठाउँ छ यो साथीहरूसँग एक्लै रङ्गी चङ्गी भने जस्तै यसरी चट्ट फ्रेस गर्नलाई हिँड्दैछु म सब एक्लै हुन्छ है यहाँ विदेशमा साथी भन्नेसँग हिँड्ने गफ पनि हुँदैन एक्लै अर्कालाई चिन्दैन रहन्छ प्रायः सब एक्लै हो यहाँ हिँड्न सक्नुहुन्छ बाल्लामा हिँड्न जाने त्यहाँ पिङ खेल्न सक्ने त्यहाँ म यसमा हिँड्छु है यस्तो हुन्छ डर लाग्दो रहेछ है डर लाग्दो रहेछ है एउटा हातले नउड्ने छ यो चिज के होला बस्न पाइन्छ कि के हो एउटा दुईवटा तिनवटा टेक्दै हिँड्न सक्यो बच्चाहरूले उता यस्तो दामी ठाउँमा आइपुगेँ कोरियामा चाहिँ मान्छेको च्यानलाई आफ्नै घर छेउमा गाड्न सक्यो भने त्यो राम्रो हो अरे सब च्यानो यो अहिले म ताल नजिकै आइपुगेको छु वरिपरि डाँडा जङ्गल ठाउँ हिँड्ने ठाउँ बिचमा ताल छ यस्तो ठाउँ छ ताल छेउछेउमा यसरी हिँड्ने माथि चाहिँ मेन बाटो यसरी 1 महिना अगाडि आउँदाखेरि यहाँ केही पनि थिएन नर्मल बाटो थियो अहिले पुल बनाउँदै रहेछ यता डोजर यसरी फाइनली अब म फर्किँदैछु घरतिर गएर खाना बनाउनु पर्छ साथीको ड्युटी छ त्यसैले टाइम कम भयो हुनुपर्ने हेर्नुपर्ने ठाउँ धेरै छ यतातिर मैले देखाउनु भ्याइनँ